सेकेन्ड लास्ट क्यान्डिडेट हुनुहुन्छ टेक्निशियन ओके टाइम स्टार्ट्स नाउ सम्पूर्ण प्रभुहरूलाई नमस्कार। एक्सन एक्सन एक्चुअली फेरि अगाडिबाट गर्नु माइक दिनुहोस् त तपाईँले उहाँ छोटोवाला मान्छेको फेरि कहाँ माइक एकछिन चेक गर्नु नआत्तिनुहोस्। हेलो हेलो ठिक छ तपाईँ कम्फर्टेबल हो ठिक छ हो टाइम स्टार्ट्स नाउ पानको पात जेसिसले एक्सन Hello, mic check. Hello. Hello, mic check. Hello. हेलो जेसिस मित्रहरू, Mic check. Hello. 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 पछाडिको साथीहरु निदाउनु भयो हो ओके के छ हल बाहिर कोही साथीहरु हुनुहुन्छ भने कृपया हल भित्र आइदिनको लागि हामी अनुरोध गर्न चाहन्छौं। बल्ल घडीमा 3:30 बज्दैछ। हामी एक्जिक्युटिभ भाइस प्रेसिडेन्टको कक्कस पनि आज नै सम्पन्न गर्ने छौं। हेलो 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 ओके हेलो हेलो जेसीआई कपिल सुन्नुभएको छ तपाईँले? हेलो के छ यो उहाँको ककस हुँदैछ यो सकिसकेपछि गर्नु भन्दैन अघि नैदेखि तपाईलाई के भन्दै हुन्थ्यो चिया चाहियो भन्नुभएको यो माइकमा आवाज प्लिज वायरलेस माइक दिनु। हेलो हामी जेसिसको सुन्दर पक्ष ककसमा छौँ। मैले देखिरहेको छु धेरै काउन्सिलरका कुर्सीहरू खाली छन्। यसको अर्थ यो पनि होइन कि यो कुर्सीको मर्यादा छैन। मैले नेपाल जेसिसका पदाधिकारीहरूलाई पनि समेत यो कुर्सीमा देखिरहेको छु। यदि अन्य साथीहरू पनि चिफ डेलिगेट हो भने चेयरको अनुमति लिएर बस्न सक्नुहुन्छ, होइन भने यसलाई व्यवस्थापन गरिदिनको लागि म धन्यवाद छ। सायद फेसबुकमा लाइभ भएर पनि होला कतिजना सिलक भित्रबाट हेर्नुहुन्छ त्यही बुझ्छ चेयरले हैन बाँकी कुरा त के गर्न सकिन्छ। अघि नै तपाईहरुले उत्तरमै भन्नुभएको थियो हैन घोडालाई कहाँसम्म लान सकिन्छ पानी नै खुवाउन सकिँदैन भने जस्तै यसलाई पनि अब सुधार गर्नुपर्ने पक्ष त हो। यद्यपि तपाई इन्जोय गरिरहनु भएको छ नि त ठीक छ पछाडी इन्जोय गर्नु भएको छ नि त मैले भन्न खोजेको त्यो होइन। काउन्सिलरको टेबलमा नेपाल जेसिसका पदाधिकारीहरू देखिरहेको छु मैले। ए ओके अन्य साथीहरू पनि चिफ डेलिगेटको रूपमा हो भने त्यो ठिक छ, चेयरलाई जानकारी हुनु पर्यो, होइन भने अब काउन्सिलरभन्दा अन्य साथीहरू अन्य सिटमा व्यवस्थापन गरिदिनको लागि म चेयरलाई अनुरोध गर्दछु। धन्यवाद छ। हुनुहुन्छ कोही अब मैले अघि नै भने म फ्ल्याग त देख्दिनँ अनुहार कहाँबाट देख्नु बुढेसकाल लागेको होइन तैपनि यो लाइटले हुन सक्छ। यदि राष्ट्रिय पदाधिकारीज्यूहरू कृपया फ्ल्यागमा हुनुहुन्छ भने नबसिदिनु होला किनभने तपाईहरु त्यो फ्ल्यागमा आजभन्दा 1-2 वर्ष अगाडि बसेरै मत मागेर त्यहाँ पुग्नु भयो यहाँ राष्ट्रिय उपाध्यक्ष पदमा या कार्यकारिणी या के हुनुहुन्छ एनीवे ल ठीक छ सुरु गरौँ उहाँको ककस गरौँ टाइम किपर ओके ल तपाईको समय सुरु। धन्यवाद नोमिनेसन चेयरपर्सन र रिटर्निङ अफिसर नेपाल जेसिस वर्ष 2025 का एवं जेसीआई इंटरनेशनल का पीपी जेसीआई सिनेटर रजनी थापाज्यू
त्यसै गरी वर्ष 2025लाई सफलतापूर्वक थालिसक्नुभएका वर्ष 2025 का सम्पूर्ण राष्ट्रिय पदाधिकारीज्यूहरू, त्यसै गरी नेपाल जेसिसका इतिहास, धरोहर र हामीलाई मार्गनिर्देशन दिनुहुने सम्पूर्ण पूर्व अध्यक्षज्यूहरू, त्यसै गरी सम्पूर्ण 184 वटै शाखाका आदरणीय काउन्सिलर साथीहरू, त्यसै गरी भोलिका राष्ट्रका कर्णधार हाम्रा जेसिसका कर्णधारहरू, जुनियर जेसिस भाइ बहिनीहरू, त्यसै गरी पूर्वको बहुनतागीदेखि पश्चिमको महेन्द्रनगरबाट पाल्नुभएका सम्पूर्ण जेसिस मित्रहरूलाई म अनुति जेसिसको वर्ष 2024 को अध्यक्ष, वर्ष 2025 को लागि एरिया सी को लागि स्किल डेभलपमेन्ट अफिसर, त्यसै गरी वर्ष 2026 को लागि म राष्ट्रिय उपाध्यक्ष पदको लागि म ऐतिहासिक नगरी एवं सांस्कृतिक नगरी पनौतीबाट म राष्ट्रिय उपाध्यक्षको उम्मेदवारको लागि म तपाईहरु सामुन्ने आएको छु। स्वीकार्नुहोस् जेसिसमय अभिवादन। अवश्य नै म जेसिसमा किन आएँ भन्ने कुराहरू म तपाईलाई भन्न चाहन्छु। म जेसिसले एउटा मलाई मेरो मनमा यस्तो कार्यले छोयो कि जेसिस बिना स्वार्थ आफ्नो सेवा कार्यहरू गर्दै, बिना स्वार्थ समुदायमा कार्यहरू गर्दै, बिना स्वार्थ विभिन्न ठाउँका व्यक्तित्वहरूलाई गोलबन्दमा बाँडेर ल्याउने क्रममा म 2007 सालमा पनौती जुनियर जेसिसमा आबद्ध भएर पनौती जुनियर जेसिसको 2010 मा जुनियर जेसिसको अध्यक्ष हुँदै विभिन्न कालखण्डमा विभिन्न पदहरू बहाल गर्दै वर्ष 2024 मा म पनौती जेसिसको अध्यक्ष हुँदै विभिन्न कार्यहरू गरेको तपाईहरुलाई थाहा नै होला। मैले पनौती जेसिसलाई मेरो कार्यकालमा एउटा कला संस्कृति र लोक उन्मुख बाजाहरूलाई एउटा प्रवर्धन गर्ने हेतुले एउटा लोक उन्मुख टिमे बाजा र मैले पुर्खा हस्तान्तरण गर्ने हेतुले मैले गरेको तपाईहरुलाई थाहा नै होला। अवश्य नै मलाई तपाईहरुले विजय गराउनु भयो भने विभिन्न 184 वटै क्षेत्रबाट म भन्न सक्दिन, म जो अहिले वर्ष 2026 को लागि अध्यक्ष भएर आउनेछ, उहाँले मलाई जुन क्षेत्रमा मलाई निर्मित गरेर पठाउनुहुन्छ उक्त क्षेत्रमा मैले ती लोकउन्मुख बाजा, लोकउन्मुख यस्ता कला संस्कृतिहरूलाई जगेर्ना गर्ने म अठोट गर्न चाहन्छु। त्यस सँगसँगै म जेसिसको जुन चारवटा क्षेत्र छ ती चारवटा क्षेत्रमा रहेर म समुदायलाई म एउटा इन्टरनेसनल क्षेत्रमा म चिनाउनको लागि म अग्रसर भइरहेको छु। सम्पूर्ण मित्रहरू तपाईहरुलाई म यति भन्न चाहन्छु कि तपाईहरु माझ म जेसिसको जुन यो लामो एउटा पुल छ त्यो पुललाई म साँगुरो बनाउन आएको छु। एउटा जेसिसलाई एउटा हामी जुन शाखामा जुन एउटा केन्द्रीय शाखासम्म जुन पुग्न सकिरहेका छैन, म त्यसलाई म जोड्नेको लागि म आएको तपाईलाई भन्न चाहँदै म सम्पूर्ण जेसिस मित्रहरूलाई मेरो क्रमसङ्ख्या नम्बर 19 छ, त्यस 19 नम्बरमा भोट गरी सहयोग गरिदिनु हुन र मलाई विजय गराइदिनु हुन अनुरोध गर्न चाहन्छु। जय जेसिस, जय युवा, जय प्रभु। धन्यवाद। जय प्रभु। ल मध्ये तपाईलाई उत्कृष्ट उपाध्यक्षमा हुनका लागि तपाईले ल्याउनु भएका प्लान अफ एक्सन कस्ता किसिमका छन् त्यस बारेमा तपाईले एउटा फर्मेट सहित बताइदिनु भयो भने हामीलाई जानकारीको कुरा अवगत गराउन चाहन्छु। धन्यवाद। नोमिनेसन चेयरपर्सन ज्यूको आज्ञाले मलाई थप कुराहरू राख्न मौका दिनुभएकोमा म
आदरणीय रविन्द्र श्रेष्ठज्यूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। सर्वप्रथम त अवश्य नै म 4वटा क्षेत्र भन्नुभएको छ तपाईँले, ती 4वटा क्षेत्रमा मैले अघि न भन्न पनि मैले छुट्याएका कुराहरू म भन्न चाहन्छु। म व्यक्तिगत क्षेत्रमा समुदायमा रहेका ती युवाहरूलाई ट्रेनिङ मार्फत म उहाँहरूलाई अगाडि बढाउन चाहन्छु भने, दोस्रोमा समुदायमा एउटा विभिन्न सङ्घ संस्थाहरूसँग पनि म आबद्ध भएको हिसाबले समुदायमा ती जेसिसका कार्यहरूलाई जुन समुदायमा जुन जेसिसले कार्यहरू गरिरहेछ ती कार्य मैले अघि न क्वेसन राम्रोसँग मैले बुझेँ जस्तो लाग्यो। रविन्द्रजी हाँसिराख्नु भएको छ। त्यही भएर फेरि एकपल्ट मैले क्वेसन उहाँको मैले लिन चाहेँ मैले हाम्रो रविन्द्रजीको प्रश्न फेरि पुनः एकपल्ट कृपया भूमिका नबाँधिकन सठिक सोधिदिनु होला। बिचरा अब जुन बिहान भइसकेको छ, निन्द्रा पनि होला। रविन्द्रजीको जुन क्वेसन यहाँ उभिसकेपछि कान चाहिँ सुन्ने हुँदो रहेछ, उताको क्वेसन चाहिँ सुन्ने रहेछ, कोही एन्सर दिने बेलामा कान सुन्ने हुँदो रहेछ है। तपाईँलाई मैले भन्न चाहेँ किनकि यो पनौती जेसिसको 15 वर्षपछिको यो प्रस्तुति हो है, तपाईँहरूलाई भन्न चाहन्छु। र म यहाँ एउटा जेसिसको मायाले म उभिएको छु साथीहरू, र तपाईँहरूको मायाले म अवश्य नै उहाँको एन्सर म दिन कोसिस गरेको छु। मेरो प्राण व्याख्यान उहाँले सुन्नुभएको हो, के प्राण ल्याउनु भएको छ उहाँले भन्नुभएको हो है। त्यही भएको हिसाबले म अवश्य नै यो जुन देखिरहनु भएको छ हाम्रो यो जुन अहिले हल खाली होइन, खालीमा पैसा खाली, त्यसै गरी यस्तो कार्यलाई मैले सर्वप्रथम म निर्मूल गरेर म आउँछु म, किनकि यसमा म भराउ गर्दै म प्राण एक्सन ल्याउँछु म है। मैले धेरै कुरा मैले गर्न चाहिनँ है, धेरै कुराहरू गर्दाखेरि मैले धेरै समय मैले लिइसकेको जस्तो लाग्छ। मैले थप कुरा र थप प्राण एक्सन मेरो अध्यक्षज्यू सँगै रहेर त्यस्ता कार्यहरू मैले थप प्रस्तुत गर्ने अनुमति पनि म चाहन्छु। हस्त नोमिनेसन चेयरपर्सन। धन्यवाद। र